बेचेर गुटीको पैसा दिनु पर्यो। गुटीको पैसा चाहिँ कहिले काहीँ होइन, यसो सेन्टी फ्रुट खुवाउँछु। साथी हो, म चाहिँ यो नेपालबाट आएको, मेरो बिहारको गुटी टिप्ने मेरो काम। हेलो साथीहरू, गुड मर्निङ, नमस्ते अनि आउनुहोस् मेरो आजको युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। र आज चाहिँ हामी छुट्टी हुनाले गर्दा आज चाहिँ म बिहान उठेँ अनि बिहान उठेर साथी मैले के गरेँ त, मैले चिया खाएँ हैन, अनि नास्ता चिया खाएँ, खाना बसाएँ। अनि अब चाहिँ म अब हाम्रो के अरे छुट्टीमा यहाँ बाहिर सरसफाइ अलिकति गर्नुहुन्छ दाइहरूले, र म त्यहाँ अलिकति जान्छु र छोटो छोटो भिडियो बनाउँछु। साथीहरू मेरो युट्युब च्यानलमा आउनु होला, हेरिदिनु होला, माया गरिदिनु होला अनि लाइक र सब्सक्राइब पनि गरिदिनु होला साथीहरू। यहाँ चाहिँ मैले नेपालबाट आएको गुन्द्रुक टमाटरहरू मैले अलरेडी बनाउँछु साथीहरू। म एकछिनको लागि बाहिर जान्छु, तपाईहरूले हाम्रो होस्टेलको बाहिरको दृश्य हेर्न सक्नुहुन्छ साथी हो हैन। अनि यहाँ विश्वमाया चाहिँ हेलो भन्दिनु न, हाई भनिदिनु। अनि यता हाम्रो दाइ हुनुहुन्छ, अनि यता दिदी चाहिँ मेरो सुपरभाइजर हो। आज दाजुको ड्युटी, हाम्रो चाहिँ छुट्टी। अनि यहाँ हाम्रो चाहिँ घर चाहिँ यो हाम्रो चाहिँ यो भित्र एक तला हो साथीहरू। आज यहाँ सरसफाइ हुँदैछ, सरसफाइ गर्ने दिन हो साथी हो। यहाँ यस्तै छ है हाम्रो। अब यहाँमा सरर लाएर यति राम्रो हाम्रो ठाउँ, यहाँ सबै झारहरू काट्ने कार्यक्रम भइसक्यो साथी हो। मैले आफ्नो यहाँ हेर्नु, आफ्नो बारीमा यहाँ सट्टा लाएर मैले मल पनि लगाइसकेँ साथी हो। अनि साथी हेर्नु न, यो मलेसिया जोरबारुमा डल्ले खोर्सानी हेर्नु त, यहाँ यति लटरममा डल्ले खोर्सानी फल्दैछ साथी हो। यहाँ हेर्नु त डल्ले, नि लै मलेसियामा चाहिँ यहाँ मान्छेभन्दा अरूको डल्ले खोर्सानी हुन्छ। लु हेर्नु त, ठ्याक्कै मभन्दा अरूको हो साथीहरू, मभन्दा अरूको रहेछ साथी। साथीहरू डल्ले साथी हो। यहाँ चाहिँ म चाहिँ नेपालबाट आएको, गुन्द्रुक सट्टा घाम लाग्यो अनि यहाँ गुन्द्रुक सुकाउँछु। दाइ मैले यहाँ के गर्छु तपाईँलाई थाहा छ? अब यो के अरे होइन, यो माथिबाट यहाँ फ्याँकेको चाहिँ यहाँ भेलाउने कार्यक्रम छ मेरो। कार्यक्रम यहाँ हेर्नु त, भुइया गरेको त कार्यक्रम गरेको चाहिँ फर्स्टमा यसको मालिक चाहिँ मै हो। बेचेर गुटीको पैसा दिनु पर्यो। गुटीको पैसा चाहिँ कहिले काहीँ होइन, यसो सेन्टी फ्रुट खुवाउँछु। ल दाइ, म यो माथिबाट यो गुटीहरू फेल्छ कि म भेलाउने हो। यहाँ गुन्द्रुक सुकाउँछु साथी हो म। ल साथी हो, म चाहिँ यो नेपालबाट आएको, मेरो यो गुन्द्रुक मेरो इष्टमित्र अनि मेरो छोरा बुइनीहरूले पठाइदिएको मेरो गुन्द्रुक चाहिँ यहाँ सट्टा घाम लाग्छ भनेर सुकाएको, घाम लागेन साथी हो। अब फेरि मैले भिडियो बनाउन थालेँ, यहाँ भुर्र गर्न थालेँ, अघि पनि भागेको कि फेरि यस्तै गर्नु थाल्यो अब। अनि साथी हो, यहाँ बट्टा टिप्ने मेरो काम, बिहारको गुटी टिप्ने मेरो काम। भाइले नहेरेर हाँस्दिन, यहाँ गुटी टिप्दैछु, सफा गर्नु सकेको। कहाँ लगेको दाइ त्यत्रो झार्नु? त्यो त तर ठुलो नि, त्यो ठुलो खालको झार्नु, त्यो मसिनो दुबो त त्यता खालको होइन, ठुलो यो अब सकेको यता त्यो उम्रिन्छ फेरि। उम्रिन्छ यो त उम्रिन्छ, त्यो राम्रो हुँदैन। अर्को ठुलो मात्रै। ल म यहाँ गुटी भेलाउँछु दाइ, भरे बेलुका भेलाउँछु। यहाँ धेरै हल्ला गर्न थाल्यो, फेरि मिसिन बज्यो साथीहरू, भागेँ म भागेँ। यहाँ अस्तिको यहाँ मेरो बट्टा, यहाँ के अरे बियरको बोतल भेलाएको कि साथीहरू। आज त बिहान छैन रहेछ, यहाँ सबै सफा भइसक्यो। अब भोलि भरे बेलुका हुन्छ साथी हो। मेरो भिडियो चाहिँ कस्तो भने होइन, यो बाटामा चाहिँ म इस्कुस रोप्नु भनेर यहाँ चाहिँ माटो र मल लाउँदैछु है साथी हो। हेर्नु
गर्नुपर्छ अर्ग्यानिक खानुको लागि होइन। आज मिसिन कराएर यहाँ डिस्टर्ब छ। यहाँ चाहिँ म इस्कुस रोप्नुलाई बनाएकै साथी हो ल। आलुवा मरिच मजाले पिनेर हाल्थेँ कि